शरीर माध्यम खलधर्म साधन प्राणायाम परम तप योग ध्यानम समाधि मोक्ष स्थिति यो हामीले निर्माण गरेको सरस्वती मन्दिरमा पूजा गर्दै आउनुभएका हाम्रा काशीनाथ गुरुबा जो चाहिँ यहाँ अहिले नित्य कर्म पूजा आजाको लागि आउनुभएछ। उहाँको यो आउँदै गरेको भिडियो क्लिप तपाईँलाई राखेको छु। सरस्वती तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी पञ्चमन्तु जगन्माता ब्रह्मागीश्वरी तथा सर्वं चैव कौमारी षष्ठमं वरदायिनी नवमं सिद्धिदात्री च दुर्गा प्रकृतिः भूतान्येतानि नामानि मम दैव महात्मने अविनादयमानस्तु गतोरणे विषमेदुर्वे चैव याता शरणं गता शरणागता नारायण नमस्ते आरूढाश्रितं श्रीब्रह्मचर्यगमने च श्वेतं वामे अस्ति दिव्यां धरकरकवयं पुस्तकं ज्ञानगम्य सा वीणा वादयन्तीं सकरकरजवै शास्त्रविज्ञानसौधै क्रीडन्तीं दिव्यरूपा करकमलधरा भारती सुप्रसन्नालोक कायदा भइगयो नि। यति भएपछि त अब यो हाम्रो सरस्वतीको नाम हामीले चाहिँ नि हिजो अस्ति जप मञ्जुश्री सरस्वती भनेको थियौँ, तर जपै किनभने जगडोल पैयाटा अगाडि पै आयो। जपै मञ्जुश्री सरस्वती, जपै मञ्जुश्री सरस्वतीको यो मूर्ति अनावरणको लागि जस्तो गरी यहाँ आएर तपाईँले एउटा लट्ठी लौरो लिएर आएर यहाँनिर चाहिँ हामीले सरस्वतीको प्राण प्रस्थान गर्ने भन्ने हामीले जमर्कोमा जुट्यौँ। अब यो अस्तिको कार्यक्रम र आजसम्मको यो स्थितिमा आइपुग्दाखेरि त मलाई कस्तो लागेको छ गुरुबा? मलाई हजुर माता थोरै गुरुबा यो अलिकति हाम्रो लाइटले अलिकति हामीलाई अप्ठ्यारो दिइरहेछ यो थोरै। ओके, अब मलाई कस्तो लागिरहेको छ भने सम्पूर्ण पैयाटार र जगडोल निवासीहरू हजुर र भविष्यका बालबालिकाहरूको सरस्वती माताको हामीले स्थापना गरेर अब चाहिँ प्राण प्रतिष्ठा गरेर जुन शास्त्रोक्त विधि विधान अनुसारले यो माता सरस्वतीको मञ्जुश्री जपै मञ्जुश्री सरस्वतीको जुन स्थापना गर्यौँ जगडोल चाहिनेमा हामीले जगडोलमै भनौँ न, जगडोलको चाहिने तल्लो भागमा दुवै चाहिने गाउँलाई मध्यस्थ हुने गरी यसरी स्थापना भगवतीलाई विराजमान गरायौँ। सम्पूर्ण भक्तजनहरूले भेला भएर बाजागाजाका साथमा सरस्वतीको माताको स्थापना भयो। अब प्रतिदिन हामी जगडोल पैयाटार निवासी सम्पूर्ण भक्तजनहरूले बडो श्रद्धाका साथमा आएर भगवतीको आराधना गर्दाखेरिमा हाम्रो भविष्यका सन्तान दर सन्तानहरू छन्, भावी सन्तानहरूले पनि यही क्रमलाई जारी राख्दै यो सरस्वतीको चाहिँ जो आह्वान पूजन गरेर चाहिँ रहनु। यसको वार्षिक उत्सव जसलाई जन्मोत्सव भनिन्छ, त्यसलाई चाहिँ प्राण प्रतिष्ठाको दिन अथवा भ्याएसम्म प्राण प्रतिष्ठाको दिनमा फेरि शब्द आएन जन्मोत्सव कार्यक्रम त्यसलाई अर्कै शब्द छ आएन मलाई हो। त्यो चाहिने
प्रत्येक वर्ष यसै गरिकन सम्पूर्ण महानुभावहरू, हामी ग्रामवासीहरू, जगडोल पैटार ग्रामवासीहरू जति छौँ तिनले सम्पूर्ण मिलेर यो चाहिँ नि अब चाहिँ यो माघ शुक्ल पञ्चमी श्री पञ्चमीको दिनमा त्यस्तै भव्य पूजा र अघि पछि पनि प्रतिदिन श्रद्धापूर्वक आएर जल पञ्चामृत होइन पुष्प जो सकिन्छ बडो श्रद्धा भक्ति सरस्वतीलाई अर्पण गर्नु पर्दछ र सरस्वती माताले हामी सम्पूर्णको कल्याण गर्नुहुन्छ। जस्तो बाबाले हामीले यता यो अलिकति बाँझो जग्गा देखिरहेको छ, यहाँ अलिकति वृक्षारोपण धुपीका बिरुवाहरू, अमलाका बिरुवाहरू, अम्माका बिरुवाहरू लगाउन सकेदेखि राम्रो हुन्थ्यो होला र आगामी दिनमा वृक्षारोपणको कार्यक्रम पनि हामी गुरुबालाई चाहिँ अवश्य बोलाएर यो वृक्षारोपण कार्यक्रमहरू बर पिपलदेखि लिएर यहाँ अमला र अन्य बिरुवाहरू लगाउने बाजाका साथ म ध्यान निराकार महेश केसी अन्त्यमा के भन्न चाहनुहुन्छ भने गुरुबालाई केही राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब जब चाहिँ वर्षा मास वर्षा ऋतुको प्रारम्भतिर यो सरस्वती मन्दिरको प्राङ्गणमा वरिपरि परिधि हामीले अमला, अम्बा, बर, पिपल, समी होइन भ्याएर पाएसम्मका बोट बिरुवाहरूलाई यहाँ चाहिँ नि हामीले चाहिँ लगाउन सक्यौँ भने यो हराभराका साथमा सरस्वती मन्दिर पनि सरस्वतीको मन्दिर पनि ज्यादै प्रज्वलन भएर चाहिँ उज्यालोमा देखिन्छ र त्यसपछि सरस्वती माताको पनि एउटा चाहिँ जुन ठाउँमा वृक्षहरू रहन्छन् त्यही ठाउँमा चाहिँ हामी हाम्रा पूर्वज देव देवताहरू रहिआएको लाई हामीले चाहिँ विचार गर्दै भविष्यमा पनि विचार गर्दै अब आउँदो वर्षाको सुरुवातमा होइन चैत्र जेठ असार साउन भदौ वर्षा होइन अब चाहिँ वर्षाको सुरुवातै वर्षा ऋतुको सुरुवातमै हामीले चाहिँ नि बोट वृक्षहरू सङ्कलन गरेर त्यसपछि यस परिधिभित्र सरस्वती माताको वरिपरि परिधिभित्र यो बाँझो जग्गामा हामीले लगाउन पर्दछ र अवश्यमा लगाइन्छ। यसमा चाहिँ जो कुनै किसिमको चिन्ता लिनुपर्ने कुरा केही पनि छैन। हस् त गुरुबासँगको यो अन्तर्य कुराकानीसँगै तपाईँले यो पूजाआजा कार्यक्रम यो नृत्य आएर गरिरहनु भएको छ भन्दै म ध्यान निराकार बिदा हुन्छु। नमस्ते।